हेलो गाइस, नमस्ते सबैजनालाई। आज चाहिँ हामी चाहिँ मामा घर जान लाग्यो। आज दसैँको टिकाको कतिको दिन थियो? आज तेस्रो दिन हो। त्यही भएर आज चाहिँ हामी मामा घर उता भेटघाट टिका त छैन, त्यही पनि यसो मम्मीहरू सबै भेटघाट। अब तपाईँहरूलाई देखाउँदै बाटो के गर्न आएको। बाई बाई। स्वागत छ। अब हामी जानु लाग्यो। अब हामी गाउँ मामा घरतर्फतिर जानु लाग्यो होइन। हामी जिम्मा जानु लाग्यो हजुर। के साथीहरू हामी लाग्यो है। Finally, oh ya, you phone war mane ko kina chila. Finally, I punya mama. स्वागत छ आजलाई मेरो भ्लगमा। हाई गर्नु न। अब यहाँबाट हामी उकालो चढेर अलिकति माथि छ बाटो। यही त होला नि। अब आइपुग्यो बाटो। पानी परेर के चिप्लो भएछ बाटो। कुहिरो लाग्यो कि है त्यो यो 12 बजीतिर नि। कसो गोरु हो र सिङ सिङ। कोदोबारी आरवती उसमा हालिदिने ऊ खुसी भयो काली कुकुर। ल यहाँ भैँसी कृष्ण ल ल हाई गरेर जानु सबै। आइयो माइत भन्नु न। ल ल सबै हाई गरेर जाऊ। ल यहाँ कोसिली पनि बोक्दैछ है यहाँ भान्जाहरूले। ल आधी उता गयो आधी आउँदैछ। हजुर के अरे फोन आयो त्यो पनि स्कुटरमै थियो होला। आमा माथि भेर जानुभयो। ए ल टिकट थियो कि थिएन? हाई हाई हाई। कस्तो लागिरहेको माइत आएर? बहुत राम्रो लागिरहेको। जाडो भयो। फाइनली माइत आइपुग्यो है। ल चेलीबेटी ल मामाहरू भिडियो हेर्दै हुनुहुन्छ।
यो हालत चेलीबेटीहरूको यो हालत छ झोला बोकेर ल है हाम्रो मामा घर आइपुग्यो ल यहाँ बाख्रा पनि रहेछ माइजू सन्चै हुनुहुन्छ ल्याइदिनु यहाँ हाई गर्नु न फोटो ताक्दैछ है यहाँ हेलो ल यहाँ हाम्रो लागि स्पेसल बनाउनु भयो हाम्रो माइतीले रोटी पानी परेर जाऊ ओके अब हिलो थियो माइतीको बाटो फोटो बनाउनु ल यहाँ हाम्रो यहाँ गाडी छ हेरेछ मलाई चिनिस अगाडि पाडो चिनिस यस्तो छ है दृश्य फिरोज फुल पनि हाम्रो मामा घर यही हो है साथीहरू कस्तो फिलिङ भइरह मामा घर आएर रमाइलो भयो बबाल भयो बबाल भयो भाइ टाउकोमा हेर्दा तेरो के हो चराको के हो कस्तो फिलिङ भयो तपाईँलाई माइत आएर एकदम राम्रो फिलिङ खुसी छ तपाईँलाई कस्तो फिलिङ भइरह रमाइलो लाग्छ पानी आएर हल्का बन्जा पायो ल सैनिक बाउलाई कस्तो फिलिङ भयो ठिक भएको छ माइत आएर रमाइलो लाग्छ ल माइयाजी कस्तो फिलिङ भयो माइत आएर है आइयो है बल्ल फोटो त सबै माइजूलाई स्वागत छ मलाई देखेर कि तर्सेर त मैले माइस किन तर्सिनी त्यही मामा हामी मामाले हेर्नु त हामी सुकुटी देखाउँछु स्कुटी ल ल दाम माइजूहरू नि देखाइसक्यो स्कुटी देखिसक्यो होइन हामी कत्रो हो यता मात्र गरिदिनु है हाम्रो खाने कि सुकुटी यता माछा पनि छ है मामा घर ल अब खानु पर्यो ल अब हामी खाँदैछु दुई तिनवटा हाल्नु अनि भयो कसलाई एउटा सुमन धेरै खानु कि उसानो सुकुटी खानु होइन सुकुटी त्यसो झोल हाल्नु क्या यो झोल हाल्नु कि भाडा यो मान्छे अहिले भात भात रोटी आऊ मिठो भयो भात खाएको भाइ
मिठो मिठो भयो गाइस भन्नु मिठो भयो गाइस मान्छे भनेको यही हो माछा पनि मासु भोक लागिरहेको थियो खायो के खानु रोटी खाने हो आउनु छ भित्र है सबै क्यामेराम्यान छ यहाँ फेरि माछा पनि यहीँको माइजू दुइटै कुकुरले रोटी खानु हेर्नु कुकुरले हाम्रो यहाँ मामाहरूको कुकुर त रोटी पनि खान्छ है जे पनि खाइदिन्छु म त भन्नु कत्रो है कुकुर पनि मसँग 1 वर्ष हुन्छ भलै 1 वर्ष हुन्छ कुकुरको बर्थडे मनाइदिने भन्छ यसमा माछा नै आएको केरोजी पनि छिटो आऊ त फेरि केरोजीसँग खेल्नु पर्छ हाम्रो त ल्याउनु र यसमा खै माम देखेँ त आइहाल्यो हेटिला जान्छु फेरि कफताले मिठो भयो भने सबै हुन्छ त नि तिमीलाई केम पनि मासु नआइली सुजी र ब्लर आउँछ कि फेरि ल है चरा आएको छ हाम्रो यहाँ कस्तो राम्रो क्या है कस्तो चरा राम्रो रहेछ ल सानो पारी पनि रहेछ कति राम्रो है हेर्नु खाँदो रहेछ हेर्नु कसरी हेरेको मलाई कति राम्रो हो पाडी पाडो उयो सिले आउँदैछ ल भाइलाई धकल्देऊ लक्ष्मी र प्रेम जान के गरेर बस्दैन के हो पर्दैन कि यति हाँसेको कतिजनाले 6जना 6जना 1 2 3 4 5 एकका पछि टाका फेरि कलर आउँछ कि मेरो नभन्दै कलर आयो भाइ पछि टाका एकका कलर छ्या यो जुत्ता र मेरो त म रन निकाल्छु है एकका कलर खाएन दुईटा छक्का तिनटा आयो तिनटा आए त उल्टो बनाइदिनु पर्छ क्या के रे छदा नि उनी बुवा त्यो प्रकाश दाले टिपिदिन्छु भनेको थियो क्या भन्थ्यो क्या ऊ टासमा जितेको उहाँ मार मार भयो बोलाउनु न के को बोट रहेछ अरे के हो यो समाचार हो समूह रहेछ आमा समूह आदर्श सूर्य आदर्श आमा समूह आर्वदी तनहुरी पहिला त यस्तो बनाएको थिएन है
अहिले यस्तो हुनु अन्त हुसु लाएर हुसु लाएर खुट्टा कति राम्रो खुट्टा त खुट्टा धुनु पर्दैन कति राम्रो हो त खुट्टा तेरो कुकुरले नि खानु होला है ऊ त्यो के अरे काली कुकुरले दियो भने खाँदैन होला त्यो खुट्टा त हेर त खुट्टा यो त मेरो कालो हिलो भइसक्यो तेरोमा भाइको नि हेर्नु न भाइको नि भाइको त कति नराम्रो बेबीकाको कसको ओ लेबुवा कति खरो ल्याएको अर्को टिप्नु सक्दैन कि यति रहेछ झट्टै हाने पनि सुन्छ कि बारीतिर तलतिर गयो भने केटा टिप्छ नि कति भयो बच्चा 2टा छोरी छोरी छोरा पाउनु भनेको हुँदैन त पाम्रो पर्छ नि त अलग त्यो सुन्ताला अलग हो खोलिन भाइ हो सुन्तला जाने हो नि टिका लाउन जाने रे के ल जाम न त आकेमा ए अँ त नि नेट खनाइ म त्यसो सुत्किरी आमा फोटो किन आमा अँ नागर खाऊ त तयार तयार के ल ल यो तापी छुट्टी मलाई सकिन्न खान साथीहरू ल ल कसको मुख रस हुन्छ ल ल ल अनि त्यो पना हामी लाग्यो अब घरतर्फ अब यहाँबाट माइजू घर जान्छ बाउमा र अब घर गइयो बाई बाई मामा घर अर्बदी आएर अब पोखराको यात्रा घर गइयो रमाइलो भइयो बेसी नै रमाइलो भयो झल्नै गाह्रो माइतबाट है माइतको सुकुटी अनि ढेँडो खाने ल उहाँ आउँदैछ बिस्तारै अब हाम्रो त्यहाँ जिप वेटिङमा छ ल हामीले भकटे पनि यहाँ पाएन है भकटे पनि छ लङ्गडे पुग्ने कुरा छ यहाँ घर लङ्गडे ए केही त भन् यो ठाउँको नाम के हो अर्बदी उताल्दै आएँ के भने छ तासै पुरा होले
हाम्रो गाईहरू मामुहरू गाडी पनि आयो अब हिँड्यो हामी पनि सानो छोरीलाई यहाँ बाइज भन् के काल भएको सानो छोरीलाई मान्दैन र के लाइदियो कतैले यहाँ बगडी बसेर भाइ त्यो के गेम खेलेको ओइ छिटो आइज त कुन हो छ यो त गाडी यता आइज ल बाई बाई मामा हिँड्यो अब हामी जुत्ता सुत्ता खोलेर बसेको ल है फाइनल्ली हामी मामा घर पनि आइयो के हो ल माइजू फाइनल्ली हामी मामा घर आइयो ल हाई गर्नु माइ स्वागत छ मेरो भ्लगमा मैले वहीँबाट भ्लग गर्दै आएको है मेरो भ्लगमा भाइलाई ओइ हेलो पानी खानु भइदियो त उता ल अब हामी लाग्यो ल हामी घर गएर अब भ्याइयो अब दसैँ ल हिँड्यो अब घरतर्फ घर गएर अब आराम गर्ने उदायो